नमस्ते साथीहरू, गुड मर्निङ। हेर्नुहोस् है, म चाहिँ आज टेरिस गएको थिएँ। नानीको रुमहरू सफा गरेर खेलाउनेहरू बेसी भयो भनेर चाहिँ आधी छाँटेर चाहिँ स्टोरमा हालिदिनु पर्यो भनेर चाहिँ सबै सामान लिएर चाहिँ जाँदा चाहिँ माथि टपमा छ नि त रुम चाहिँ। अन्त त्यसको जति पनि पुरानो चिजहरू राख्ने ओर्ने जाँदा चाहिँ यहाँ चाहिँ यति साह्रो गरम छ। यस्तो गरममा चाहिँ यो चिल चाहिँ बिचरा उड्नु नसकेर चाहिँ बिजोग भइरहेको रहेछ। अन्त यसो हेरेँ, कस्तो माया लाग्यो। अन्त म चाहिँ सोचेँ यो ग्लासले गर्दा उड्नु नसकेको होला भनेको त होइन, यो चाहिँ बेसी घाम भएर धर्खरिरहेको रहेछ हो। त्यसलाई चाहिँ मैले चाहिँ यो पानी चाहिँ हामी हमेसा राख्छु कि परेवाहरू फाल्टो चराहरू आएर जो पनि आएर यो पानी पिउँछ। जग्गा जग्गामा राखिदिएको छ क्या पानी, मालीले राखिदिन्छ, कोही बेला त्यो गार्डले राखिदिन्छ, कोही बेला मै पनि राख्छु चराहरूको लागि। अब यस्तो घाम छ, खानाहरू पनि राखिदिन्छौँ, म्याडमले मगाइदिनुहुन्छ हो। अन्त म चाहिँ माया लागेर यसलाई पानी दिएको, दिनु मलाई चाहिँ डर लाग्यो। त्यसले मलाई देखेर त्यो डरायो मसँग, म त्योसँग डर लाग्यो। कसरी दिनु यसलाई पानी है। घाम चाहिँ यति साह्रो छ, 44 डिग्री पुगिसकेको छ दिल्लीमा। एकछिन बाहिर खडा हुनु सक्दैन। अब अप्रिल लास्टमै यस्तो छ भने चाहिँ अब मे जुन जुलाईमा कस्तो होला, 50-60 पुग्ने रहेछ अब यहाँ पनि। मैले चाहिँ पानी दिएँ, खाँदै खाएन हो। कसरी खुवाउनु है, डर लाग्यो। अन्त होस् हौ, खान्छ होला अहिले भनेर गएको त मैले भिडियो पनि बन्द गरेँ। मैले त्यसले चाहिँ आएर म अलिकति उता गएको त पानी पिएर मजाले पानी पियो। त्यसलाई चाहिँ पानीको जरुरत थिएछ, मजाले उडेर गयो, खुसी लाग्यो हो। अर्को बिल्डिङको छतमा त्यसको साथीहरूलाई पनि भेट्यो। यति साह्रो गरम छ है यहाँ चाहिँ दिल्लीमा।